हाम्रो यहाँ दुईजना काका भाइ टक्क अब घर जाँदै हो। अब बालेनलाई भोट हाल्नको लागि घन्टीमा भोट हाल्नको लागि चाहिँ हाम्रो काका यहाँ केरेलाबाट चाहिँ लाग्दिनु भयो नेपालतिर आउँदै हुन्छ है। ल घन्टीमा भोट हाल्ने हो नि काका? पक्का बालेनलाई जिताउने हो त? नम्बरमा बालेनलाई चाहिँ एकदम जिताउनको लागि दुईजना आउँदै हुन्छ। दुईजनालाई एकदम शुभ यात्रा है त। अब तानासाईका काम हटे के गयो अब हो गयो अब गयो अब बालेनले जित्ने हो त? पक्का अब युवाको आयो। अब बालेनले जितेर पनि काठमाडौँको मेयरको उसमा गरे यस्तो काम गरेन देखाएन भने फेरि त्यसलाई पनि धुलै चटाउने हो नि त। ल ल ल अरू केही? अरू अरू त के हो र भरिसके देशव्यापी रूपमा घन्टीमय भएर चाहिँ एकल सरकार राम्ररी चलाउन पाएर गर्न पायो भने चाहिँ हुन्छ नि। अब त्यो पनि के हुन्छ अब कति ठाउँबाट कसले कता लुस्ने हो उनको छैन। ए आउनुभन्दा अगाडि काट्ने र मार्ने भन्ने धम्क्याउन थालेका छन्। अनि यही चाहिँ बानी साह्रै साह्रै नराम्रो बानी हो। ल ठिक छ ल ल शुभ यात्रा है त काका। ल भाइलाई पनि है। ल ल